पिर नगर बस्छु साथ दिएर अन्त त्यतै मरुमा लिएर फेरि भेट भो तामाङ र चेपाङको पिर व्यथा हराइ गयो आङको हे फर्किएर हेरेनौ यता त तिमीलाई भन्दा मलाई थियो व्यथा त मन पराउँछौ भन्ने त थाहा थियो यतिन्जेल भन त कहाँ थियो यस्तो हालमा थिए म हेर जहाँ भए नि आइन फोन सम्झेर मोबाइल ठाडो झन् उल्टो भनिदिन्थ्यो फोन गरे नि स्विच अफ छ भनिदिन्थ्यो हे तिमीलाई यादै आएन घर देशको मरु बसाइ कस्तो हो परदेशको कार्यक्रम गर्नलाई गएको हो तिम्रो यादले फर्केर आएको हो हे टाढा भयो एक बारको जुनी हो मलाई पनि लगे त हुने हो मैले सोचे जस्तो त होइन रे लानु हुन्थ्यो पासपोर्टै छैन रे हे तिमीले पहिले भन्या भएर बनाकी छु हतारमा गएर नाना थरी एयरपोर्टमा खोज्छ नि के साइनो हो भनेर सोध्छ नि ढाट्ने छल्ने जमाना गइहाल्यो मेरै मान्छे भने त भइहाल्यो एकअर्काको गाह्रो भो भइजान बुढी मात्रै दिन्छ रे लैजान भन्थ्यौ पहिले सँगसँगै घर जान राख्छु भन्दै बुढीको दर्जामा गर्न हुन्थ्यो हङकङको टुर ख्याल ख्याल भनी लगाइदिन्छौ सिन्दुर विचार गर मौका कहाँ पाइन्छ के को ख्याल होला थर चाहिन्छ सोधनीलाई ठाउँको ठाउँ गफ दिम्ला चेपाङ पछि लामा थर थप दिम्ला मिलन लामा जस्तोलाई पाकै हो भाग्य मैले लिएरै आकै हो चेपाङ गाउँकी सुन्दरी परी झै सुन्नु भाइहरू हो कान्छी बुढी जुरेली चरी झै धन्यवाद छ यो भाग्य लेखिनीलाई आहा पर्छु दुनियाँ देखिनीलाई हेर्ने सुन्ने चकितै पर्दैछ कृष्ण कणेल डाहाले मर्दैछ मलाई चाहिँ लामाको साइन हान्नलाई त हान्दै थियो लाइन मान्नलाई त संसारले मान्ने आडमै बुढी हुँदा नि लाइन हान्ने राम्रै पाए खोज्छन् के बे गर्नु दिदी सोझी छन् मरै के गर्नु लुकी लुकी पिराती बुन्छ नि यस्तो पुरुष खतरा हुन्छ नि अझै लाइन लगाउँछौ कति त अलि छैनन् भन्दिनी जाति त नजर गयो लामाको पर्जामा राखी हाल्यो श्रीमानको दर्जामा कुरा गर्न थाले कि मसिना बुढो भन्दा निक्ले छ पसिना मलाई हेर्दै जिस्किनु जिस्किन्छ हेर्दै जानु के पो निस्किन्छ धेरै पछि मायाले हेर्छु म के आउँछ आजै दिन हेर्छु यो मायाले नजरा लाउँछ के रुगा लाछ सिंगान पो आउँछ के पिर नगर बस्छु साथ दिएर अन्त त्यतै मरुमा लिएर
लोलो पोतो चेपारे घसेर अब गाउने नजिकै बसेर राम्रो भन्दा लाउँदैन के भनी माया गरे मान्छे हौ जे भनी सञ्चिताले माया जाल मिसायो मुटुमा मुटु नै मिसायो त्यसो गर्दा मनमा यहाँ रिसायो त्यही भएर बसे छ पर दुर्यल टाढा छ के हे बसे छ पर तिम्रो उसा सम्बन्ध केही छ र तिमीलाई पनि जलानै भएको छ एउटी पटक भेट्या झै लागेको छ मसँग त खोज्या हौ बे गर्न उसँग चाहिँ भेटे छौ के गर्न यस्तै हुन्छ पैसाको खेलामा टाइम पास गरे झ्याउलाको बेलामा बुझ्दै लाँदा आछ सास रोकेर दिदी बनाऊ खुट्टा ढोकेर घाकोमा त आँखैको सारले जेठी सासु छोएछ मुर्दारले बुढो शरीर कतिलाई चुमाउँछौ यही हो भने मलाई नि गुमाउँछौ थाहा पाएपछि मनमुटु जोड्दिन दिदी छोड्छु बहिनी त छोड्दिन कतिलाई हो पार्ने नि जालमा सप्तरङ्गी टाँस्छौ त यही सालमा माफी माग्ने समय गइसक्यो के को चेली मान्नु हुन्न चेली लसपसै भइसक्यो जे सोच्थे त्यही मैले पाएन मिलनमा खासै ठिक लागेन पुरानैसँग खेल्ने हो खेला लौजा तिमीलाई ठिक छ यही कृष्ण कडेला तिमीलाई देख्दै आयो जान गलार बसु लागे इन्द्रेणी चलार सुस्त बोला उनले चाल पाउला यही छ ब्रोइलर कुखुरा भुत्ल्या झै भुत्ल्याउला मिलनबाट फेर्यो झन् मन त दिदी पनि खुसी छिन्छ न त कस्तो खाले रहेछौ नि भ्याङ्री साउता पाउँदा रमाउने गोज्याङ्री केही लाउँदैन तिमीले भनेर बस्छौ हामी रानी झै भनेर सञ्चितालाई केही कुरै थाहा छैन आफ्नो भने अझै बेभा छैन नसोधेर दया र मायालाई लैजाऊ मायालाई करिमैमा खै के लेखिन्छ बेना हुँदै दुई ज्यानको देखिन्छ खासै थाहा पा छैन अहिलेको तिम्रै नासो थियो रे पहिलेको